दक्षिण हिँडेको ट्रकबाट 25 करोड रुपियाँ बराबरको अवैध विदेशी मुद्रा अमेरिकी डलर र युरो सहितको बरामद भएको छ। उक्त विदेशी मुद्रा सहित गाडी धनी समेत रहेका चालक खुच्चे भनिने पक्राउ परेका छन्। उक्त रकमबारे विस्तृत खुलासा नभए पनि सुन ल्याउन चिनिया नाकातर्फ पैसा लाँदै गरेको विश्लेषण प्रहरीले गरेको छ। सिन्धुपाल्चोक भुटकेसी गाउँपालिका 1 निवासी पुसाङ परिवार सहित काठमाडौँको गोकर्णेश्वर नगरपालिका 2 मा डेरामा बस्दै आएका छन्। उनले चलाएको ना 7 ख 1652 नम्बरको ट्रकलाई सोमबार राति 11 बजे टोखा नगरपालिका 2 झोरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। अवैध युरो तथा डलर रसुवा गरी नाका हुँदै चीन लगिँदै छ भन्ने सूचनाका आधारमा ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइरहेको छ। सूचनाका आधारमा ट्रकलाई कार्यालयमा ल्याएर खन्तालेसी गर्यो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेत भन्छन्, चालक बस्ने क्याबिन माथिको बायाँतिर फल्स बटन बनाई भित्रपट्टि लुकाएर राखिएको अवस्थामा युरो अमेरिकी डलर मुद्रा बरामद गरेका छौं। पक्राउ गरेर सोधपुछ गर्दा लामा आफैले पैसा लुकाएको ठाउँ देखाएको बस्नेत बताउँदछन्। ट्रक झण्डै 3 साता ग्यारेजमा राखेर निकालिएको दिनमै प्रहरीले पक्राउ गरेको थियो। आचार्यका अनुसार रसुवा जाने गाडी प्राय साताको 2 पटक ओहोर दोहोर गर्छन्। लामाले चलाएको गाडी भने योजना नै बनाएर ग्यारेजमा राखेर र पैसा लुकाउने ठाउँ बनाइएको हुन सक्छ, आचार्यको भनाइ छ। प्रहरीले एकैपटक भेटेको यो अहिलेसम्मकै धेरै रकम भएको दाबी समेत गरेको छ। प्रहरीका अनुसार सोनी ट्रान्सपोर्ट लेखिएको खाली ट्रक लामाले रसुवागढीसम्म चलाउने र त्यसपछि अर्का चालकले सीमा पार गराउने चाँजोपाँजो मिलाइएको थियो। प्रहरीसँग लामाले आफू फेन्सी कपडा खरिद गर्न जान लागेको बताएका छन्, तर कपडा लिन नभई सीमा पार गरेर अवैध रकम चीन पुर्याई उताबाट सुन खरिद गरेर ल्याउन खोजिएको देखिन्छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी उपरीक्षक काजी कुमार आचार्य भन्छन्, पक्राउ परेका 43 वर्षीय लामा यसअघि पनि राजस्व छली र सुन तस्करीमा 5 वर्ष जेल परेका व्यक्ति हुन्। उनी 7 केजी सुन तस्करीमा 2073 पुस 13 मा गाडीसहित काठमाडौँ आउँदै गर्दा गल्छीमा समातिएका थिए। त्यसबेला उनी भैयाका रूपमा काम गरेका अभियोग लागे पनि सुन तस्करीका मुख्य मान्छेसम्म प्रहरी पुग्न सकेको थिएन। जेलबाट छुटेपछि लामा निरन्तर सुन तस्करीमा भैया र चालकका रूपमा काम गरिरहेको अनुमान प्रहरीले गरेको छ। प्रहरीले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाएको छ। नेपालमा पनि विदेशी पैसाको कारोबार हुन्छ, मनी एक्सचेन्ज छन्। यो पैसा नेपालबाट सङ्कलन गरेर लगेको हुन सक्छ उनी भन्छन्। प्रहरीले लामाका साथबाट 2 थान मोबाइल पनि बरामद गरेको छ। राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डी प्रसाद घिमिरेले ठूलो परिमाणमा पैठारी र चोरी हुने गरेको तथ्यलाई यो घटनाले इङ्गित गरेको बताउँछन्। महिनामा 62 लाख अवैध मुद्रा बरामद भएको छ। नेपालमा महिना औसतमा 65 लाख रुपियाँ बराबरको अवैध विदेशी मुद्रा बरामद हुने गरेको छ।